तगारो मरुमा राखी बाटो छेक्यौ तिमीले। हरिक है छोरा, क्या राम्रो छ नि। तगारो मरुमा राखी बाटो छेक्यौ तिमीले, त्यही रुमाल टप्पा टिपी सिँगान पुछे मैले। अहिले भर्खर उद्घोषक गर्ने मेरो मामा मेरो आज जुत्ता लाएर आउनुभयो। चस्मा पनि मेरै हो। सत्य धरोधरमा ढाँटेको तपाईँको विद्या छ। म त ढाँड्थिनँ नि फेरि। हरेक हरेक बोल्ने मानि पहिलेदेखि असी साफमा हाँस्दै हुनुहुन्छ बिचरा। ट्राफिक हाम्रो सरहरू पनि मेरो आफ्नै आदरणीय सरहरू हुनुहुन्थ्यो पहिला। उहाँहरूको बानी चाहिँ अलिकति कस्तो हुन्छ भने दिउँसोभरि यहाँ त अलिकति ट्राफिक समस्या छैन, काठमाडौँतिर ट्राफिक समस्या आयो सबैभन्दा भिड हुने प्राय बानेश्वर र गौशालै हुन्छ। प्रेत पारो बिचराको बानी नै नराम्रो। यो झुक्क्याउने बानी भएकोहरू यस्तै हो कि। मुखमा पट्टु लाउनु भएको छ प्राविधिक अनि मुखभित्रबाट जे भने पनि भयो। प्रेत पार्ने होइन। म गौशालाको कुरा गर्दै थिएँ। आज थेचमुवा छु तर काठमाडौँको थोरै अलिकति कुरा गरौँ। हुन्छ नि होइन, जसले हुँदैन भने त्यसलाई ठाडै आई लभ यु। साह्रै राम्रो बानी क्या मेरो चाहिँ पहिल्यैदेखिको। त्यहाँनिर सबैभन्दा धेरै ट्राफिक जाम हुन्छ। प्रेत पार्ने सिटी मुखमा छ। यता गाडी यता आइज भने नि यसो गर्ने, फेरि यताबाट आइज भने यसो गर्ने, त्यताबाट आइज भने यसो गर्ने क्या। जतिखेर बिहानदेखि ड्युटी कसो बिचरा पुलिसहरूको पनि साह्रै छ नि त। दसैँ तिहारमा घर जान पाएको छैन, यहाँनिर बस्नु परेको छ तपाईँहरूको सुरक्षा सेवा गरेर। हो कि होइन हसे साहब? टाउको हल्लाउनु। झ्याप्पसँगले सुरक्षा सेवा गर्नु परेको छ। प्रेत प्रेत सिटी पुग्नु परेको छ। सासैको मात्रै कमाल नि। बेलुका बलेर गयो, दिउँसो बिहान त अलिक सही साहब सरी मैले बिचरा उहाँ सिकाउनेलाई राखेको थिएँ कि। विष्णु दाई मेरो आफ्नै मान्छे, मरिहाल्नु भने 13 दिन नुनै बार्नु पर्छ त्यस्तो छ फेरि। अनि सिटी फुकिरहनु पर्ने बिहान त तडक भडक हुन्छ। बिहानै आयो एकैचोटि डह्रो हुन्छ क्या बोल्दैछ के पारेको। अनि भरे 12 बजे अहिले भोक लागिरहेको हुन्छ, त्यति बेला सिटी फुक्न सकिँदैन। त्यसो गर्दा गर्दै बिस्तारो भरे ड्युटी अफ हुन्छ। घर गइन्छ भात सात खाइन्छ, सुतिन्छ। बेलुका राति सपना पनि पुलिसको कस्तो हुन्छ थाहा छ? त्यो बेलुका पनि बिहान पनि त्यो दिउँसोभरि सिटी बजाएको याद हुँदछ। प्रेत पारे त बुढीको नाकको डाडी यतापट्टि छोरा सुताएर हुन्छ, प्रेत पारो नाकको डाडी फुर्लुके नाच्दै फुटाइहाल्छ। यस्तो हुन्छ। अनि धुलोमा चाहिँ थियो भने पुलिस अब जहीँ जानुपर्छ हाम्रो सुरक्षाको निम्ति उहाँहरू आउनु भएको छ। झ्याप्पै धुलोले सबै भरिरहेको हुन्छ। भरे सहस्त्र हो कि जनपद चिनिँदैन, झ्याप्पै हानेपछि मात्रै चिनिने क्या। सबै धुलो सर्ल्याक जाने एउटा व्यथा छ। तर पनि हाम्रो यस्तो एउटा विकट ठाउँमा आएर हाम्रो सुरक्षा गरिदिइरहनु भएको छ। उहाँहरूलाई एकताल मेरो जोरदार सलाम, तपाईँहरूको ताली। जसले ताली बजाउन त्यसको चाहिँ बस्ने ठाउँमै पिलो आओस्।